नमस्ते, घुम नेपालमा स्वागत छ। आजको यो छोटो भिडियोमा हामी देखाउनेछौँ कसरी सजिलैसँग आफ्नो अकाउन्ट बनाउने, चाहे तपाईँ गेस्ट हुनुहोस् या होस्ट। लेट्स स्टार्ट द भिडियो। सबैभन्दा पहिले www.घुमनेपाल.com मा जानुहोस्। होम पेज लोड भएपछि साइन अप बटनमा क्लिक गर्नुहोस्। अब यहाँ आफ्नो डिटेल्स भर्नुहोस्। तपाईको नेम, कन्ट्याक्ट नम्बर, इमेल एड्रेस र पासवर्ड। यदि तपाईसँग रेफरल कोड छ भने त्यो पनि यही हाल्नुहोस्। टर्म्स अफ सर्भिस एक्सेप्ट गरेर क्रिएट एन अकाउन्टमा क्लिक गर्नुहोस्। अब आफ्नो इमेल चेक गर्नुहोस्। त्यहाँ एउटा ओटिपी आएको हुन्छ। त्यो कोड यहाँ हालेर भेरिफाई ओटिपीमा क्लिक गर्नुहोस्। अब फोन नम्बर पनि भेरिफाई गरौँ। सेन्ड ओटिपीमा क्लिक गर्नुहोस् अनि तपाईको मोबाइलमा आएको कोड हालेर नम्बर भेरिफाई गर्नुहोस्। अब माई प्रोफाइलमा जानुहोस् र आफ्नो इन्फर्मेसन भरेर प्रोफाइल कम्प्लिट गर्नुहोस्। अब अकाउन्ट भेरिफाई गर्ने पालो। यदि तपाईँ गेस्टको रूपमा जोइन गर्दै हुनुहुन्छ भने कुनै एक गभर्मेन्ट आइडी अपलोड गर्नुहोस्। तर होस्ट बन्न चाहनुहुन्छ भने आइडी सँगै बिजनेस प्लान पनि थप्नुहोस्। डकुमेन्ट अपलोड गरेपछि सेभ इन्फर्मेसनमा ट्याप गरी सबमिट गर्नुहोस्। अब ल्यान्डिङ पेजमा जानुहोस्। के तपाईँ होस्ट बन्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने लिस्ट योर प्रपर्टीमा क्लिक गर्नुहोस् अनि फेरि एकपटक टर्म्स अफ सर्भिस एक्सेप्ट गर्नुहोस्। अब तपाईले आफ्नो अकाउन्टलाई होस्टमा स्विच गर्ने अप्सन देख्नुहुनेछ। अब केही समय पर्खनुहोस्। घुम नेपालले तपाईको अकाउन्ट र डकुमेन्ट भेरिफाई गर्नेछ। भेरिफाई भएपछि तपाईको होस्ट अकाउन्ट तयार भइसकेको छ। अब तपाईँ घुम नेपालमा आफ्नो प्रपर्टी लिस्ट गरेर गेस्टहरूलाई वेलकम गर्न सक्नुहुन्छ। हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र घुम नेपालमा तपाईलाई स्वागत छ।